हाई एभ्रिवान आज चाहिँ हामी सबिन दाईको बेबी शावर गर्नको लागि जाँदैछौँ। हामी रेडी भएर गइसक्यौँ। म जाँदैछु। अब छिटै नै उसको डेलिभरी डेट आउन लागिसकेको छ। त्यही भएर हामीले अहिलेसम्म भेटेकै थिएनौँ उसलाई। दही चिउरा खुवाउनै पाएको थिएनौँ। त्यही भएर आज चाहिँ हामी उसको घरमा हामी दुवैजना जाँदैछौँ, बिस र म। अनि हामी उसको घरमा पुगेर सबैभन्दा पहिला चाहिँ हामी उनीहरूकै घरमा गएर चिप्स खानु थाल्यौँ। सबै डिप गरेर टिभी हेर्दै सबिन दाई, बिस, म, लक्ष्मी हो जो चाहिँ प्रेग्नेन्ट छिन्। अनि उहाँ चाहिँ लक्ष्मीको मम्मी हुनुहुन्छ। अनि हामी सबैजना भएर यहाँ बसेर चिप्स खाइरहेको थियौँ। अनि चिप्स खाने कार्यक्रम सकिसके पछाडि चाहिँ हामी डेकोरेसन गर्न थाल्यौँ। बिसले खाएको हेर्नुहोस् त कस्तो मजाले खाँदै हुनुहुन्छ। सँगसँगै सबिन दाई पनि डिप गर्दै खाँदै हुनुहुन्छ। उहाँ चाहिँ सबिन दाई हो। अनि डेकोरेसन गर्न थाल्यौँ। सबिन दाई डेकोरेसन गर्न थाल्नुभयो। सँगसँगै बिस वाज हेल्पिङ हिम। दुईजना भएर चाहिँ डेकोरेसन गर्दै हुनुहुन्छ। अनि लक्ष्मी पनि रेडी भएर बसिरहेकी छिन्। उसलाई खुसी लागेको छ। अनि मोबाइल चलाउँदै बसिरहेकी छिन्। बिस चाहिँ डोरी अलिक पुगेन भन्दै तान्दै गरिराख्नु भएको छ। Anyway, he was helping Sabin Dai. It was a baby girl, so it's a girl भनेर पनि राखिसक्नु भयो। म चाहिँ यता दही चिउरा रेडी गर्दै थिएँ। दही चिउरा उसलाई खुवाउनुको लागि आज। अनि यो डेकोरेसनको लागि लाइटहरू बाल्दै हुनुहुन्छ। अनि सिकाउने चाहिँ लक्ष्मी। हामीलाई धेरै आइडिया नभएकोले गर्दाखेरि सबिन दाई र लक्ष्मीले नै धेरै थोक गर्नुभयो। वी वर जस्ट एटेन्डिङ देयर। अनि हामीलाई चाहिँ जस्ट बेबीलाई चाहिँ ब्लेसिङ दिनु थियो, त्यतिको लागि हामी गयौँ। बट अर्गनाइजर सबिन दाईहरूले नै धेरै हेल्प गर्नुभयो। दाई र लक्ष्मी डिड द भेरी गुड जब। दे हेल्प्ड अस भेरी मच। हामीलाई सघाउनु भयो, यस्तो गर्नुपर्छ भनेर सल्लाह सिकाउनु भयो। इट्स भेरी गुड। अनि यसरी नै अब दही चिउरा खुवाउने कार्यक्रम हाम्रो सुरु भयो। बिस र म चाहिँ लक्ष्मीलाई दही चिउरा खुवाउन आँट्दैछौँ। हामीले चाहिँ गर्ने भनेको बेबीलाई ब्लेसिङ गर्ने हो। हामीले त्यो बाहेक अरू धेरै कुरा गर्न हामीले जानेकै छैन, किनभने हामीले यो फर्स्ट टाइम गर्नु लागि थियौँ नि त। अनि म चाहिँ लक्ष्मीलाई खुवाउँदैछु। थ्याङ्क यू भेरी मच सबिन दाई एन्ड लक्ष्मी। वी रियली एप्रिसिएट इट। हामीले चाहिँ लक्ष्मीलाई खुवाइसक्यौँ। लक्ष्मीको हस्बेन्ड सबिन दाईले पनि खानुभयो दही चिउरा। It was very good moment. बच्चा राम्रो छ डेलिभरी होस्। ह्याभ अ सेफ डेलिभरी। यसरी नै हामीले खुवायौँ। यहाँनिर हामीले पिक्चरहरू पनि लिन थाल्यौँ। त्यसपछि आन्टी लक्ष्मीको मम्मी अनि अर्को आन्टी पनि हुनुहुन्थ्यो। अनि लक्ष्मी, सबिन दाई, मेनी मोर कङ्ग्रेचुलेसन टु यु। यति सकेर चाहिँ हामीले वहीँनिर खाना खाएर आज अनि हामी घर फर्क्यौँ। बिस ढोकासोका लक गरेर अब रेडी हुनुभयो, आउनुभयो गाडीमा ट्याक्क बसेर चाहिँ। अनि हामी चाहिँ घर फर्क्यौँ। थ्याङ्क यू भेरी मच सबिन दाई। थ्याङ्क यू। बाई बाई। थ्याङ्क्स फर वाचिङ एभ्रिवान। बाई।